नमस्कार गाइज तिमीले फेरि पनि स्वागत छ हाम्रो हामी कता कता भन्न जाँदैछौँ त बुझ्नु भयो होला नि त्यही हो चिको खाना आएको हामीलाई त डुबायो अब मनलाई शान्ति मिल्यो होला 2400 एकजना 2450 खाए ल कस्तो छ टेस्ट गरौँ है कति मिठो यो त साच्चै मिठो रहेछ यार के मिठो छ के लभ इट गाइज लभ इट यो त सानो सानो हो अझ ठुलो ठुलो त अझै टिप्नै बाँकी पार्क चाहिँ मजाको रहेछ हौ सर फोटोसुट बाटो नमस्ते ढोगदिया ऊ त्यही हो क्या दिदी ऊ त्यहाँ पर नि मेरो त्यस्तो है झम्के छिटो उता यता चाहिँ उता नि बन्द हुन्छ त्यही भएर गइहाल्नु मान्छे कति हुन् के यस्तो दामीले काट्छ भनेपछि प्याज खेती केरा पनि रहेछ दामी फुलै फुल ठुलै गाना छन् होला यो कति राम्रो फुल रहेछ दिन्छौ कि काँडै काँडा दिन्छौ कि मायै माया दिन्छौ कि धोकै धोका दिन्छौ कि मजा त मजा छ पार्किङ एरिया मिर्चाकिरेको रुखै रुख रहेछ पुल बनाइदिएको छ फेरि पानी खाने धारो खुट्टा पनि आउँछ मजा आयो माछा पनि रहेछन् यो तालमा फोटोसुट भइरहेछ फोटो
काठको जस्तो देखिन्छ, काठको होइन फेरि। सो ड्राई पिकनिक हुन्छ अब। ठुलो छ यत्रो टरले के आँप साँप ल्याइयो। 1600 को 680 ग्राम चक्लेटहरूलाई त्यस्तो गर्छ। चक्लेट कस्तो कम्पनी आइयो। घर जानु लाग्यो। ल सामान चाहिँ पुरै ल अब उता सकेर लास्टमा साइजेरिया जाने अनि ल खानु सुरु भइरहेछ। ल सुरु भयो दुईजना। ल अब हामी जान लागेको खाइवरी। कालै छ आऊ यो मान्छेलाई गरौँ